गाइज नमस्ते एन्ड वेलकम ब्याक टु माई भिडियो सर्ट भिडियो चाहिँ है यो चाहिँ। अनि मैले चाहिँ आज तपाईँहरूलाई के देखाउन थालेको भनेपछि खरबुजा। खरबुजा भनेको जापानिजमा सुइखा हो। अनि जापान आएर 1.5 वर्षमा चाहिँ हामीले होइन चाहिँ यत्रो ठुलो खरबुजा किनेर ल्याएको। उचाल्न सकेन। यो चाहिँ 1 मानको खरबुजा है। अनि यो 1 मानको खरबुजामा चाहिँ कति किलो होला, लाइक 5 किलो 10 किलो त्यति छ नर्मली चाहिँ। अनि अलि महँगो पर्छ है, यत्रो टुक्रालाई नि कति हजार पर्छ। यो चाहिँ हामीले साथीभाइ हलालबाट लिएर आएको है। तर रियलमा चाहिँ यसको प्राइस अर्कै छ। मैले चाहिँ यसलाई ठुलो बनाउनको लागि 1 मान भनेको त्यसको लागि चाहिँ सरी। अनि म यसको अपरेसन गर्छु। अपरेसन गरेर अनि यसलाई म खान्छु ल। हाजिमे उही काटिन्न क्या हो। मम्मी खतरा रहेछ है। यमी होला जस्तो है। यसको चाहिँ 1 साइड काट्छु म पहिला। के चपिङ बोर्डमा नि हिँड्छ यो त। मिठो होला जस्तो है। 1 बाइट म ट्राई गर्छु ल। अनि पछाडि बसेर गर्नु पर्यो, फेरि यहाँ चुयो भने रस। एकदम मिठो है, गुलियो। यो चाहिँ फ्रिजमा राखेर खायो भने झन् मिठो हुन्छ। अनि तपाईँ चाहिँ यस्तै रातो रातो खरबुजा खान चाहनुहुन्छ भने चाहिँ साथीभाइ हलालमा गएर किन्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाच दिस भिडियो। बाई बाई।